के छैन अरे सो हेलो एन्ड नमस्ते एभ्रिवान अनि त्यसपछि ह्याप्पी चैते दसैँ है अनि आज चाहिँ अब चैते दसैँ भएर चाहिँ होइन मन्दिर सन्दिर जाने यताउतिको प्लान छ क्या दुईजना क्यामेराम्यानसँग है क्यामेराम्यान पछाडि छ बेला बेलामा बजाइरहन्छन् होइन सो आजको मेन प्लान भनेको चाहिँ हामी मन्दिर जान्छौँ है अनि मन्दिर फर्स्टमा चाहिँ उता बटुक भएर लगटे अनि त्यहाँबाट चाहिँ सङ्कटा अनि त्यसपछि चाहिँ सभापतिसम्म जान्छौँ पहिला लगन खेल जाने हो कुन मन्दिरले लगन खेलको बटुक भएर त्यहाँ चाहिँ जाँदैछौँ हामी सो अहिले हामी चाहिँ यो बटुक भैरव मन्दिरमा यहाँबाट चाहिँ एकछिनमा अब के छ मिस हामी कहाँ आइपुग्यो सो अहिले चाहिँ हामी यो बटुक भैरव पूजाहरू सक्यो होइन पूजाहरू सक्यो अब यहाँबाट निस्केर अब बङ्गलामुखी जान्छौँ अनि बङ्गलामुखीबाट सङ्कटा आज घुमाइ मन्दिरहरू पुरै त्यही है मन्दिर चाहिँ हो मान्छे चाहिँ यहाँ अब पुरा टिका मिल्यो कि मिलेन भने हेरेर बसेको छ है मिल्या टिका जाउँ सट्टा जाऊ ल तिमी त्यही बटुक भैरव मन्दिर अब यहाँबाट जान्छौँ 1 2 3 फ्लिप सही फ्लिप भइरहेको छ अब चाहिँ हामी खै कहाँ गयो सानोमा चाहिँ हराएरै गर्छौँ र अब यताबाट चाहिँ हामी अब बङ्गलामुखी जान्छौँ है अनि बङ्गलामुखीबाट सङ्कटा महानकाल घुम्ने अनि सायद मेबी बेलुका चाहिँ पशुपतिको आरती हेर्ने आज पशुपतिको आरती हेरेर धेरै भयो आरती नहेरेको गरेको नभनौँ नहेरेको त्यता जाने सो आजको शनिबार पुरै धार्मिक चैते दसैँमा पुरा धार्मिक छौँ आज यो धार्मिक ब्लग आज धार्मिक ब्लग सही त बङ्गलामुखी गएर भेट्छु है त अब डाइरेक्ट अलिक टाढो हामी चाहिँ कहाँ आइपुग्यौँ रे अहिले मलाई देखाउ न सो अहिले हामी चाहिँ बङ्गलामुखीमा छौँ है बङ्गलामुखी मन्दिर मन्दिर चाहिँ उता जानुपर्छ मन्दिर सो मन्दिर चाहिँ उताभित्र हो चिनी चाहिँ यताबाट हो हामी कहाँ छौँ अरे मन्दिरको नाम पनि भन्न सकेन बङ्गलामुखी
त बङ्गलामुखी चाहिँ यहाँभन्दा उतापट्टि हो। यो चाहिँ शिव मन्दिर हो है। मन्दिर चाहिँ उतापट्टि उयो है मन्दिर चाहिँ सायद आज भिड छ होला। बाहिरबाट दर्शन गरौँ है त नजाउँ। के छैन अरे बङ्गलामुखी मन्दिर पनि हामी घुमियो। अब जान्छौँ सङ्कटामा। ल है अब यहाँबाट बाई बाई बङ्गलामुखीबाट सङ्कटातिर जाने। बेलुका जाने उता आरती हेर्नु। खै हेरौँ बेलुका के हुन्छ अब। लिची आज घुमे गर्ने चैत्यसँग पुरा धार्मिक हुने आज। धार्मिक माछा मासु नखाने प्योर भेजिटेरियन बन्ने को भने नि कसले फेरि हेरौँ ल हेरौँ ल हेरौँ ल। छोड्नु न यो सो अहिले चाहिँ हामी सङ्कटामा जाँदैछौँ। मान्छे टन्नै यहाँ झ्यालाई चाहिँ हिँड्दैन। मान्छे आधी काठमाडौँ हिँड्छ जस्तो मान्छे। गाह्रो भयो त आज चाहिँ दर्शन होला। आज त दर्शन नहोला जस्तो है। भिड छ। दसैँ पनि भयो नि त आज शनिबार पनि बिदा पनि आज दर्शन गरिँदैन। बाहिरबाट दर्शन गरी फर्किने। जाउँ सो सक्यो अहिलेलाई चाहिँ सबै मन्दिर बाई 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 बाई। अब एकछिन होइन अब घर जाने बस्ने। अनि बेलुका मेबी हेरौँ पशुपतिको आरती हेर्न गइन्छ कि आज है। घरमा गएर मासु है खाने चैते दसैँ हो खाइदिने। जय त ल अब यदि अब पशुपति गएन भने चाहिँ भिडियोको इन्डिया हो। गयो भने चाहिँ टु बी कन्टिन्यू है त।